त्यो वेबसाइटहरू चाहिँ अलि हायर लेभलमा देखिन्छ, त्यसपछि त्यो भिजिटर्सहरू बढाउँछ। त्यो चाहिँ ठिक छ, तपाईँको त्यो इम्पोर्टेन्स त्यो थाहा छ होइन। सर्च इन्जिनले काम चाहिँ कसरी गर्छ? कन्टेन्टहरू क्रिएट गर्छ हो होइन, सर्च इन्जिनले जस्तो तपाईँको वेबसाइटलाई चाहिँ अथवा कुनै पनि अरूको वेबसाइटलाई चाहिँ स्पेसिफिक किवर्डमा अगाडि कसरी ल्याउँछ होला, त्यसको फङ्सन तपाईँको ब्याकएन्डमा कसरी काम गरेर होला? त्यसले चाहिँ वेबसाइटहरूलाई वेबसाइटहरूबाट चाहिँ त्यो जुन भिजिटर्सहरूले खोजिरहनु भएको छ नि त्यो वेबसाइटमा पुर्याउँछ। त्यो त तपाईँको फङ्सन भयो, यसको राम्रो इम्पोर्टेन्स भयो होइन, त्यो ठिक छ ल। अब त्यो वेबसाइट ल्याउनुको लागि पनि त अनि एउटा अल्गोरिदम त होला नि त। जस्तो यत्तिकै तपाईँको जुन कुनै पनि अरू एप्लिकेसनमा हेर्नुभयो भने तपाईँको सबैले के वेबसाइट पठाउँछ, तपाईँले पठाउँदैन नि हो। त्यस्तै सर्च इन्जिनले कसरी चाहिँ वेबसाइटहरू अगाडि ल्याउँछ होला क्या, त्यो मैले त्यो सोधेको। त्यसमा क्राइटेरिया हुन्छ, त्यो क्राइटेरिया मिट गरेपछि गुगलको अनुसार त्यो गुगलले चाहिँ कसरी अल्गोरिदम के होला भनेको क्या मैले। एससीआरपी भन्छ नि, त्योबाट हो। एससीआरपी भनेको त गुगलको अगाडिको पेजलाई एससीआरपी भन्छ है। जस्तै तपाईँको जस्तै डिजिटल मार्केटिङ सर्च गरेँ मैले, अनि यो डिजिटल मार्केटिङ सर्च गर्दा यो पेज देखिरहनु भएको छ नि, यही पेजलाई चाहिँ एससीआरपी भन्छ है, सर्च इन्जिन रिजल्ट पेज भन्छ। तर मैले यो डिजिटल मार्केटिङ टाइप गरेपछि गुगलले चाहिँ यो वेबसाइट चाहिँ कसरी ल्यायो होला भन्नु सोधेँ है मैले। यो वेबसाइटहरूलाई चाहिँ कसरी ल्याउँछ होला अगाडि, त्यसको स्टेप के होला अब भनौँ न, कसरी सक्छ भने ट्राई गर्नु, गेस गर्नु न। त्यसको लागि एउटा मेन कोडै हो जस्तो लागेको छ। किवर्ड्सहरूको लिस्ट बनाउँछ जस्तै अल्गोरिदम चाहिँ हुन्छ, कोडिङ पार्ट चाहिँ गर्छ यिनीहरूले है। तर अल्गोरिदम भएन भने तपाईँको यसै यतिकै रिजल्ट चाहिँ देखाउँदैन नि त। अल्गोरिदम भनेको के हो, एउटा स्पेसिफिक सेट अफ इन्स्ट्रक्सनलाई अल्गोरिदम भन्छ है। प्रोग्राम भनेको के हो, एउटा सेट अफ इन्स्ट्रक्सन। अब त्यो इन्स्ट्रक्सन त हामीले गुगलले दिएको हुन्छ नि त अल्गोरिदममा होइन। अल्गोरिदममा के दिन्छ होला त, जस्तै यो वेबसाइट यत्तिकै अब बाहिरबाट हेर्दा त हामीलाई केही पनि थाहा छैन नि त। जस्तो डिजिटल मार्केटिङ हानेपछि पो हामीलाई यो वेबसाइट छ भन्ने थाहा भयो नि त। तर गुगलको भित्र त डाटाबेसभित्र त यस्तो वेबसाइट धेरै छ नि त। तर त्यो मध्ये पनि अगाडि चाहिँ कुनलाई ल्याउने अनि सेकेन्ड पेजमा कुनलाई हाल्ने भन्ने कुराहरू कसरी गर्छ होला यसरी गेस गर्नु। जस्तै हाम्रो पेज त एकदम धेरै छ नि त, हाम्रो फर्स्ट पेज हेर्दा छ मैले। तपाईँको पेज हेर्नुभयो भने कति छ हामीले हेर्दै साध्य छैन है। तर फर्स्ट पेजमै यो ल्याउनु पर्छ भन्ने चाहिँ गुगललाई कसरी थाहा भयो? यसरी त्यो ब्रेन स्टर्म गर्नु त, त्यसपछि बल्ल एसयु पढ्न मजा आउँछ क्या। गुगलको जुन क्राइटेरिया हुन्छ जसले चाहिँ त्यो क्राइटेरिया मिट गरेर राम्रो एउटा ब्लग लेख्नु चाहिँ ठिक छ। त्यो पनि एउटा पार्ट भयो, ठिक छ ल। तपाईँको क्राइटेरिया राम्रो हुन्छ भन्नुभयो होइन, ठिक छ। अनि अरू केही छ, अरू ब्रेन स्टर्मिङ गर्नु त किवर्ड्स पनि भयो ल, ठिक छ। उसले किवर्ड पनि हेर्छ, जस्तै वेबसाइटमा त्यो डिजिटल मार्केटिङ भन्ने किवर्ड छ कि नै पनि हेर्छ ल, ठिक छ। त्यो पनि भयो। अर्को कतिको ब्याकलिङ्क भन्ने टर्म मैले भनेको थिएँ नि। हजुर, ब्याकलिङ्क भनेको थाहा छ कसैलाई? कतै सुन्नु भएको छ? उर्मिलाले सुन्नु भएको छ? ब्याकलिङ्क भनेको चाहिँ जस्तै अरू वेबसाइटले हाम्रो कन्टेन्ट मन परेर त्यो वेबसाइटले चाहिँ हाम्रो कन्टेन्ट हालेको लिङ्क गरेर आफ्नो वेबसाइटमा, बुझ्नुभयो? ब्याकलिङ्क भनेको चाहिँ एउटा यस्तो लिङ्क हो जुन चाहिँ हाम्रो लिङ्कको खासमा होइन, तर अरू वेबसाइटले आफ्नो वेबसाइटमा हालेको हुन्छ ताकि त्यो वेबसाइटको युजरहरूले चाहिँ पढ्दाखेरि हाम्रो लिङ्क देख्यो भने चाहिँ हाम्रो वेबसाइटमा आउँछ नि त हो। त्यो लिङ्कलाई चाहिँ ब्याकलिङ्क भन्छ। ब्याकलिङ्क भनेको द लिङ्क जुन चाहिँ हाम्रोमा फेरि आउँछ। जस्तै हाम्रो इक्जाम्पल एउटा कन्टेन्ट मन पऱ्यो कसैलाई होइन, जस्तै हाम्रो वेबसाइट छ अरे, हामीले एउटा ब्लग लेखेको थियो,
त्यो ब्लग चाहिँ एकदम राम्रो भयो अरे, भाइरल भयो अरे ल होइन, सबैजनाले मन परायो अरे। अब जस्तै इक्जाम्पल अर्को वेबसाइटले पनि त्यस्तै खाले कन्टेन्ट हालेको छ, त्यो वेबसाइटले चाहिँ हाम्रो लिङ्कलाई त्यसो कन्टेन्टमा हाल्यो भने चाहिँ त्यो लिङ्क चाहिँ हाम्रो लागि ब्याकलिङ्क भयो क्या, बुझ्नु? बुझ्नुभयो कि अलिकति कन्फ्युजन चाहिँ हुन्छ सुरुमा। ब्याकलिङ्क भनेको चाहिँ अलिकति बुझ्नै पर्ने हुन्छ। तपाईँको यो एसइओ गर्दाखेरि हामी पछि अफ पेज एसइओ गर्छौँ, अफ पेज एसइओ गर्दाखेरि ब्याकलिङ्क भन्ने टर्म चाहिँ एकदम युज गरिन्छ हामीले। मैले के बुझेँ भने हजुर भन्नु न। हाम्रो वेबसाइट होइन, तर हाम्रो कन्टेन्टको एउटा वेबसाइट बनायो हामीले होइन, अनि अरूहरूले चाहिँ त्यही वेबसाइट युज गरेर उनीहरूको कन्टेन्टमा लिङ्क गरेकोलाई ब्याकलिङ्क हो, त्यही हो। बुझ्नु अरूले? त्यसलाई त वेबसाइट कपी गरेर पनि भन्छु हो, भन्दैन कपी गरे भन्दैन। यदि पुरै कन्टेन्ट नै सेम राख्यो भने चाहिँ कपी गरे भयो होइन, तर उनीहरूको आफ्नै कन्टेन्टको अनुसार लेखेको छ, आफ्नै वर्ड लेखेको छ, अनि एउटा स्पेसिफिक वर्डमा चाहिँ उसले लिङ्क गर्यो भने चाहिँ त्यो ब्याकलिङ्क भयो क्या। जस्तै इक्जाम्पल यहाँ म देखाइदिइहाल्छु। अब यहाँ जस्तै इन्भेस्टोपिडिया भन्ने मैले यो वेबसाइट खोलेँ है, यो देख्नु भएको छ नि ल। इन्भेस्टोपिडियाभित्र अब यो कन्टेन्ट यो ब्लग हो नि त यसको ल। अब मैले यो इन्भेस्टोपिडियाको यो एउटा लिङ्क गरेको रहेछु। लिङ्कवाला के अरे वर्डहरू चाहिँ नर्मली कस्तो हुन्छ, ब्लूवाला हुन्छ है। यदि तपाईँले कुनै वेबसाइटमा लिङ्क गर्नुभएको छ भने नर्मल त्यसको कलर चाहिँ ब्लू हुन्छ। यो ब्लूले चाहिँ के गर्छ, एङ्कर टेक्स्ट भन्ने हुन्छ कि, यो एङ्कर टेक्स्ट भनेको यो हो। द टेक्स्ट कन्टेनिङ लिङ्कलाई चाहिँ हामीले के भन्छौँ, एङ्कर टेक्स्ट भन्छौँ। त्यो पनि बुझ्नुपर्छ है। अब जस्तो इक्जाम्पल यसले त यो लिङ्क गर्यो तर आफ्नै वेबसाइटमा लिङ्क गरेर आएको छैन त, तलपट्टि हेर्दा इन्भेस्टोपिडिया देखाइरहेको छ नि। यो होभर गर्दाखेरि केमै खुल्छ त, इन्भेस्टोपिडियामै खुल्छ है। अब अहिले अरूको लिङ्क गरेको छैन, मैले अरू वेबसाइटमा लिङ्क गरेको छ कि नै। मार्केट सेयर पनि इन्भेस्टोपिडियाकै रहेछ, फेसबुक इन्भेस्टोपिडियाकै रहेछ, स्मार्टफोन पनि इन्भेस्टोपिडियाकै रहेछ, ब्रान्ड गुगल डेमोग्राफिक, इमेल मार्केटिङ इन्भेस्टोपिडिया, सबै इन्भेस्टोपिडियाको हालेको छ। लास्ट चाहिँ पनि हुनसक्छ, अरूलाई लिङ्क गरेर हुनसक्छ लास्टतिर, त्यो पनि छैन। ल अर्को वेबसाइटहरू जस्तै मेल सिमको होला त, मेल सिमको पनि लिङ्क गरेको होला मोस्ट कन्सटेन्टली। क्वेरी सर्च यो ल छ ल, यता हेर्दा देख्नु भएको छ नि स्क्रिन ल। जस्तै म चाहिँ अहिले यो डिजिटल मार्केटिङको अगाडिको पार्ट एउटा मेलसिम भन्ने वेबसाइट देखाएको थियो, म चाहिँ यहाँभित्र गएँ होइन। अब मैले यो लिङ्क के ब्लग पढ्दा मैले चाहिँ एउटा लिङ्क देखेँ होइन त, यो अलमोस्ट कन्सटेन्टलीमा भन्ने वर्डमा चाहिँ एउटा लिङ्क दिएको रहेछ होइन त, देख्नु भएको छ नि। अब त्यो लिङ्कमा ओपन गर्दाखेरि म कहाँ पुगेँ, यो मेलसिममा होइन, अर्को वेबसाइट पुगेँ नि होइन, प्यु रिसर्च सेन्टरमा पुगेँ नि म हो। भनेपछि ब्याकलिङ्क के हो त भन्दाखेरि यो प्यु रिसर्च सेन्टरलाई चाहिँ यो के भयो, एउटा यो ब्याकलिङ्क भयो क्या, बुझ्नु ल। यति बुझेपछि भयो। भनेपछि यो अलमोस्ट कन्सटेन्टली चाहिँ एउटा लिङ्क दियो कसै कुनै वेबसाइटलाई होइन, यो जो कुनलाई दिएको छ, प्यु रिसर्च भन्ने दिएको रहेछ। भनेपछि प्यु रिसर्चको लागि चाहिँ यो के भयो, एउटा ब्याकलिङ्क। ब्याकलिङ्क यति कुरा बुझेपछि भयो है। ब्याकलिङ्क कन्सेप्ट पनि बुझ्नु पऱ्यो होइन। अब त्यहाँ थिच्दाखेरि चाहिँ एकचोटि थिच्यो त हजुर, त्यहाँ क्लिक गर्दाखेरि चाहिँ कहाँ गयो त, प्यु रिसर्चमा गयो क्या, मेलसिममा गएन नि त, छुट्टै वेबसाइटमा गयो क्या, बुझ्नु हो। यो त्यो लिङ्क चाहिँ यसको लागि, यो प्यु रिसर्चको लागि चाहिँ के भयो त, ब्याकलिङ्क भयो क्या। यति कुरा बुझेपछि तपाईँको अफ पेजमा नर्मल्ली हामीले यसरी नै गरिलियो। नामबाटै थाहा हुन्छ है, हामीले पछि एसइओको टेक्निकहरू पढ्छौँ। एसइओ गर्दाखेरि के टेक्निक लाइन्छ, अन पेज
अफ पेज र टेक्निकल भन्ने हामीले टेक्निकल लाइन छ। अब यो अन पेज भनेको हामीलाई वर्डमै थाहा हुन्छ, अन पेज पेजभित्र गरिने अप्टिमाइजेसनलाई चाहिँ अन पेज एसइओ भनिन्छ। बुझ्नुभयो? पेजभित्र गरिने एसइओलाई चाहिँ के भनिन्छ? अन पेज एसइओ। अफ पेज भनेको चाहिँ पेजभन्दा बाहिर गरिने एसइओलाई चाहिँ, वेबसाइटभन्दा बाहिर गरिने एसइओलाई चाहिँ अफ पेज भन्यो है। अनि टेक्निकल भनेको चाहिँ तपाईँको सेक्युरिटीहरू अनि साइट म्यापहरू बनाइन्छ हामीले होइन। त्यसपछि robot.txt भन्ने हुन्छ, एउटा डकुमेन्ट हुन्छ। त्यसपछि तपाईँको स्किमा मार्कअप भन्ने हुन्छ, कीवर्ड क्यानिबलाइजेसन, त्यसपछि डुप्लिकेट कन्टेन्ट, 404 पेज एरर, अनि तपाईँको 301 रिडाइरेक्ट भन्ने कुराहरू टेक्निकलमा पर्छ है। अब यो क्यास भन्ने पनि टेक्निकलाइजेसन पर्छ, त्यो कुराहरू छ। अहिले यति बुझ्नु कि तपाईँको एसइओले चाहिँ के गर्दो रहेछ भन्दाखेरि कुनै पनि स्पेसिफिक वेबसाइटलाई अगाडि ल्याउनको लागि गुगलको एसइआरपी पेजमा 1 2 3 4 तपाईँको पेजमा ल्याउनको लागि चाहिँ हेल्प गर्दो रहेछ। बुझ्नुभयो? ल समृद्धिजीले बुझ्नुभयो? समृद्धिजी कहाँ जानुभएको? ल ठिक छ। मैले हिजो पठाएको थिएँ नि त्यो पिडिएफ, ल त्यो पिडिएफ हेरौँ है त। अब जस्तै ल अब एसइओ भनेको के रहेछ हेर्नु। इन्ट्रोडक्सन अफ एसइओ। ल अब माथि के भनेको छ यसले एसइओको चाहिँ, फाउन्डेसन अफ एसइओ अलवेज रिमेन द सेम। तपाईँको फाउन्डेसन एसइओ किन फर्मेसन भयो भन्दाखेरि, फाउन्ड भयो भन्दाखेरि तपाईँको के हो त, वेबसाइटलाई कुनै पनि सर्च इन्जिनको अगाडि एसइआरपी पेजमा ल्याउनको लागि हेल्प गर्छ एसइओले चाहिँ, त्यही हो मेन फाउन्डेसन है। तपाईँको अहिले यो एसइओहरू एआई युज गरिरहेको हुन्छ, धेरै जस्तो एसइओ विथ एआई भनेर भन्छ, कोर्सहरू आइरहेको छ। एआई भनेको नर्मल्ली के हो भन्दाखेरि तपाईँको जो च्याट जिपिटीहरू युज गरेर हुन्छ धेरै जस्तो है। च्याट जिपिटी किन युज गरिरहेको छ भने कन्टेन्ट जेनेरेसन गर्नको लागि युज गरिन्छ। हामीले पनि त्यही गर्ने हो, च्याट जिपिटीको युज गर्ने, जेमिनाईको युज गर्ने हो। हामीले प्रम्प्ट चाहिँ अलिकति मिलाएर हाल्नुपर्ने हुन्छ एसइओ गर्दाखेरि, प्रम्प्ट हेर्नु पऱ्यो। तपाईँको च्याट जिपिटीकै सबै तपाईँको कपी गर्ने होइन कि, अलिकति च्याट जिपिटी कपी गर्ने अनि त्यसलाई प्याराफ्रेज गर्ने होइन। प्याराफ्रेज गरेपछि त्यसको वर्ड चेन्ज हुन्छ हल्का, अनि त्यो प्याराफ्रेज गरेको वर्डलाई पनि अलिकति हामीले आफैले मिलाउनु पर्ने हुन्छ क्या कन्टेन्ट लेख्दाखेरि चाहिँ, ब्लग लेख्दाखेरि। बुझ्नु? च्याट जिपिटीको सेम टु सेम सार्नु भएन, किनभने त्यो च्याट जिपिटीमा त हरेक मान्छेले कति सर्च गरिरहेको हुन्छ, एउटै कन्टेन्ट पनि हुनसक्छ नि त है। अब त्यो एउटै कन्टेन्ट नहुनको लागि चाहिँ हजुर त्यो भनिसकेर त्यही भएर तिनीहरूले थाहा पाइहाल्छ कि एआईबाट युज गरेको भनेर। त्यही भएर के गर्नु त, प्याराफ्रेज गर्ने, प्याराफ्रेज गरेको कन्टेन्टलाई पनि आफूले आफ्नो भाषामा हल्का मिलाउने होइन, त्यो अनुसार गऱ्यो भने चाहिँ थाहा हुँदैन, प्लेगरिजम थाहा हुँदैन है। ल अब एसइओको सुरु गरौँ। एसइओ अलिकति इन्ट्रेस्टिङ छ। एसइओ अब सोसियल मिडिया मार्केटिङ हामीले पढियो होइन। सोसियल मिडिया मार्केटिङ भनेको सोसियल मिडियाको प्लेटफर्म युज गरेर हामीले मार्केटिङ गर्नुभयो। अब एसइओ भनेको चाहिँ अलिकति टेक्निकल छ। यो चाहिँ यसले चाहिँ के गर्दो रहेछ, कुनै पनि स्पेसिफिक वेबसाइटलाई कुनै स्पेसिफिक किवर्डमा ऱ्याङ्क गराउँछ है। यसले एसइओले चाहिँ स्पेसिफिक किवर्डमा भनिरहेको छु मैले। किवर्ड भनेको के हो? जस्तै हामी युजरहरूले के सर्च गरिरहेको छ त्यो पनि पुरै नै भयो नि त। जस्तै हाउ टु डु डिजिटल मार्केटिङ भनेपछि किवर्ड के भयो? पुरै सबै भयो त, त्यो बुझ्नुपर्ने हुन्छ है। अनि तपाईँको किवर्डको टाइप पनि छ। किवर्डको टाइप दुईवटा हुन्छ एसइओ गर्दाखेरि। तपाईँको एउटा चाहिँ सर्ट टेल किवर्ड, एउटा चाहिँ लङ टेल किवर्ड भन्ने हुन्छ। अब सर्ट टेल किवर्ड भनेको चाहिँ अलिकति ब्रोड हुन्छ होइन, त्यसमा चाहिँ धेरै कम्पिटिसन हुन्छ। त्यो किवर्डमा मान्छेले ऱ्याङ्क गर्नको लागि धेरै कम्पिटिसन छ। लङ टेल किवर्डमा चाहिँ अलिकति कम कम्पिटिसन हुन्छ, तर मान्छेहरू सर्च गर्दाखेरि चाहिँ अलिकति स्पेसिफिक हुन्छ तिनीहरू चाहिँ होइन। जस्तै इक्जाम्पल हाउ टु लुज वेट फास्ट इन 10 days भनेर हाल्यो भने त्यो लङ टेल किवर्ड भयो।
त्यसमा चाहिँ अडियन्स अलिकति स्पेसिफिक हुन्छ किनभने धेरैले सर्च गर्दैन नि त। त्यो लङ टेल किवर्डमा चाहिँ तपाईँको अडियन्स कम हुन्छ तर तपाईँको स्पेसिफिक हुन्छ होइन, टार्गेट अडियन्स आउँछ। तर तपाईँको ब्रोड सटल किवर्डमा चाहिँ अलिकति तपाईँको कम्पिटिसन धेरै हुन्छ तर हाम्रो वेबसाइट ऱ्याङ्क हुने सम्भावना चाहिँ कम हुन्छ किनभने हाम्रो त वेबसाइट नयाँ बनाउनु पर्ने हुन्छ नि त। त्यो पहिलेदेखि नै चलिरहेको, पहिलेदेखि नै सर्च इन्जिनमा बसिरहेको वेबसाइटहरूलाई डिफिकल्टी हुन्छ नि त त्यसलाई अगाडि के अरे अगाडि लानको लागि हामी होइन। त्यही भएर सुरुमा हामीले फोकस गर्नुपर्छ त्यसमा त लङ टेल किवर्डमा फोकस गर्ने। अनि त्यो लङ टेल किवर्डमा फोकस गर्दाखेरि ट्राफिक पनि जेनेरेट हुन्छ। ट्राफिक बढ्दै पछि हामीले साइड बाई साइड तपाईँको सटल पनि फोकस गर्ने हो होइन, सटल किवर्डमा पनि फोकस गरिन्छ। तर मेनली सुरुमा यदि वेबसाइट बनाउनु छ भने चाहिँ लङ टेल किवर्डमा चाहिँ फोकस गर्नु पर्यो। बुझ्नु यो चाहिँ पछि बुझिन्छ हामीले। अहिले तपाईँको हल्का बेसिक नलेज दिइरहेको छु मैले एसइओको बारेमा हामी के गरिन्छ भन्ने। अब एसइओको लागि पनि फेरि प्रोसेस हुन्छ है, एसइओको गर्ने प्रोसेस पनि हुन्छ फेरि। सुरुमा अब यदि वेबसाइट पहिल्यै छ भने चाहिँ एसइओ अडिट गर्नुपर्ने हुन्छ है। एसइओ अडिट गर्नको लागि चाहिँ तपाईँको वेबसाइटहरू हुन्छ जति पनि वेबसाइट छ सेमरसले पनि गर्छ तर त्यसको लागि चाहिँ अलिकति पेमेन्ट हुन्छ, फ्री हुँदैन होइन। ट्रायलवाला मिल्छ, हामीले 7 दिनमा हामी ट्रायल लिएर सबै यदि बेनिफिट उठाउनु छ भने चाहिँ त्यहाँबाट गर्दा भयो होइन। तर तपाईँको यदि तपाईँको यो एसइओमै पुरै लाग्नु छ भने चाहिँ तपाईँको कति कस्ट पर्छ भन्दाखेरि $130 पर्छ होला पर मन्थ है। ल अब एसइओको बारेमा हेर्नु। SEO or search engine optimization is a digital marketing strategy. यो चाहिँ डिजिटल मार्केटिङको गर्ने स्ट्राटेजी भयो फोकस्ड अन अप्टिमाइजिङ अ वेबसाइट्सको भिजिबिलिटी अन एसईआरपी। यो चाहिँ के हो त वेबसाइट भिजिबिलिटी बढाउनको लागि हेल्प गर्दो रहेछ आफ्नो वेबसाइटको होइन। द गोल अफ SEO इज टु इम्प्रुभ द वेबसाइटको अर्गानिक सर्च ऱ्याङ्किङ फर रिलिभेन्ट क्वेरिज। यो रिलिभेन्ट क्वेरिज भनेको छ नि यसलाई चाहिँ के भन्छ हामीले किवर्ड भनिरहेको छ नि हामीले, बुझ्नु भयो। thereby increasing the likelihood of attracting targeted and high quality traffic। अब यो टार्गेटेड भन्ने टर्महरू हाई क्वालिटी ट्राफिक भन्ने टर्म अलिकति बुझ्नुपर्ने हुन्छ है। जस्तै हामीले स्पेसिफिक किवर्डमा हामीले वेबसाइटलाई ऱ्याङ्क गरिरहेको हुन्छ, ऱ्याङ्क गर्न खोजिरहेको हुन्छ। अब त्यो मान्छेले टार्गेटेड किवर्ड भनेको चाहिँ के भन्दाखेरि उसले के खोजिरहेको छ, उसलाई चाहिँ के चाहिरहेको छ होइन। टार्गेटेड ट्राफिक आयो भने के हुन्छ, जस्तो इक्जाम्पल मलाई चाहिँ डिजिटल मार्केटिङ एजेन्सी इन काठमाडौँ भन्ने किवर्डमा चाहिँ मलाई ऱ्याङ्क गर्नु परेको छ। मैले चाहिँ त्यस्तो खाले त्यो किवर्डमा चाहिँ कस्तो खाले कन्टेन्ट बनाउने भनेर राम्रोसँग रिसर्च गर्नुपर्ने हुन्छ है। अनि त्यसपछि त्यो मान्छेले जब सर्च गर्छ नि त्यो डिजिटल मार्केटिङ एजेन्सी इन काठमाडौँ भन्ने किवर्ड सर्च गर्छ नि मान्छे युजरले अथवा अडियन्सले, त्यो हाम्रो वेबसाइटभित्र आयो भने त्यसले खोजेको कुरा पायो कि नै, पायो भने चाहिँ के हो त त्यो टार्गेटेड अडियन्स भयो है। अनि हाई क्वालिटी पनि भयो त्यो, किनभने त्यसले अब हाम्रो ब्लग पढेर चाहिँ त्यसले अब केही कन्भर्ट गर्न सक्यो नि त, केही कन्भर्ट हुन सक्यो नि त आफ्नो क्लाइन्टमा। त्यो अनुसार पनि हेर्नुपर्छ, धेरै कुराहरू छ। सुरुमा स्ट्राटेजीहरू बनाउनुपर्ने हुन्छ, कुन किवर्डमा फोकस गर्ने, अनि किवर्डको आइडियाहरू कसरी लिने होइन। अनि तपाईँको त्यो किवर्डमा कतिको ट्राफिक आइरहेको छ त्यो पनि हेर्न सकिन्छ हामीले, बुझ्नुभयो। सुरुमा एसइओ गर्ने होइन कि सुरुमा चाहिँ प्रोसेस गर्नु पऱ्यो। एसइओ अडिट गर्नुदेखि लिएर यदि वेबसाइट छ भने चाहिँ एसइओ अडिट गर्नु पऱ्यो। अडिट गर्नको लागि धेरै वेबसाइटहरू छ होइन। अलिकति मेन भनेको एसइओ अप्टिमर भन्ने छ, एसइओ साइट चेकअप भन्ने छ होइन .com होला, त्यहाँबाट पनि हेर्न मिल्छ, सेमरसबाट पनि हेर्न मिल्छ होइन। अन्त अडिट गरेपछि त्यसमा के डिफल्टहरू छ, के फल्टहरू छ त्यो थाहा पाउन मिल्छ हामीले अडिट गरेपछि। अनि त्यो थाहा पाएपछि यदि वेबसाइट छ भन्ने कुरा गरेर छौँ, वेबसाइट छैन भन्ने कुरा गरेर होइन, वेबसाइट छ भनेको जस्तै क्लाइन्टको वेबसाइट छ भने चाहिँ के गर्नु पऱ्यो त त्यसको अडिट गर्नु पऱ्यो। त्यसमा अब रिकमेन्डेसन के गर्नु पाएपछि त्यसले भनिदिन्छ। अनि त्यही अनुसार फेरि हामीले अब नयाँ स्ट्राटेजी बनाउनु पर्ने हुन्छ। यसमा के राख्ने, टाइटलमा के राख्ने, युआरएलमा के राख्ने, त्यसपछि इमेजको अल्टरनेट टेक्स्टमा के राख्ने, त्यसपछि एसइओ टाइटलमा के राख्ने भन्ने कुराहरू चाहिँ हुन्छ है। ल एसइओ अर सर्च इन्जिन अप्टिमाइजेसन इज अ डाइनामिक digital marketing discipline that involves optimizing websites to enhance their visibility and ranking on SERP। यो SERP टर्म अलि धेरै आइरहेको छ नि होइन।
एसइआरपी ल। अनि प्राइमेरी अब्जेक्टिभ अफ एसइओ भनेको चाहिँ के रहेछ? प्राइमेरी अब्जेक्टिभ अफ एसइओ इज टु अलाइन अ वेबसाइट्स कन्टेन्ट स्ट्रक्चर एन्ड अदर इलिमेन्ट्स विथ सर्च इन्जिन अल्गोरिदम। ल यो बल्ल अघि मैले भनेको कुराहरू चाहिँ यहाँ छ। अब यो सर्च इन्जिनमा कस्तो खाले अल्गोरिदम हुन्छ त्यो हामीले बुझ्नुपर्ने हुन्छ। एसइओ पढ्ने मान्छेले, एसइओ गर्ने मान्छेले, त्यो एसइओ गर्ने मान्छेले बुझेपछि बल्ल चाहिँ अब एसइओ गर्नु रमाइलो हुन्छ क्या। सर्च अल्गोरिदममा चाहिँ यो चाहिरहेको रहेछ, यो हुँदो रहेछ। हामीले हाम्रो वेबसाइटमा पनि त्यो कुराहरू मिलायो भने चाहिँ अगाडि ल्याउन सकिन्छ भनेको थाहा हुन्छ है। त्यसपछि thereby improving its relevancy for specific keywords and making it more likely to be displayed prominently when users conduct relevant searches। अब यसमा के कन्सेप्टहरू छ? अर्गानिक सर्च भनेको के हो, सर्च इन्जिन अल्गोरिदम भनेको के हो, कीवर्ड्स भनेको के हो, अनटु अप्टिमाइजेसन भनेको के हो, अफ पेज भनेको के हो, युजर स्पेस भनेको के हो। ल सुरु कन्सेप्टमा हेरौँ त अर्गानिक सर्च भनेको के हो। एसइओले चाहिँ मेनली केमा डिल गर्छ त? अर्गानिक ट्राफिक ल्याउनको लागि डिल गर्छ है। SEO primarily deals with optimizing a website to rank higher in the organic search results as opposed to paid advertising। ल तपाईँको एससिआरपीमा धेरै कुराहरू हुन्छ हेर्नु है। एससिआरपीमा हेर्नुभयो भने तपाईँको डिजिटल मार्केटिङ अथवा अहिले तपाईँको एड त देखाएको छैन, सुरुमा एड देखाउँछ बेला बेला है। अहिले तपाईँको नर्मली यो भनेको अर्गानिक सेक्सन हो, यो चाहिँ सबै एड देख्ने पार्ट यहाँ पनि हुन्छ, बिचमा पनि एड देखिन्छ होइन। जस्तै मैले डिजिटल मार्केटिङ भन्दा अर्को एउटा किवर्ड सर्च गरेँ त डोमेन भनेर हालेँ। डोमेन भनेर हाल्दाखेरि माथि देखाएको छ स्पोन्सर भनेर देख्नु छ, स्पोन्सर भनेर। यो चाहिँ तपाईँको डोमेन भन्ने किवर्डमा हामीले पैसा तिरेर चाहिँ अगाडि ल्याइयो होइन। यो एसइओ गरेको चाहिँ होइन है। फेरि एसइओ स्पोन्सरलाई भन्दैन हामीले, स्पोन्सरबाट आएको वेबसाइटलाई के भन्छ हामीले? सर्च इन्जिन मार्केटिङ भन्छौँ। छुट्टै पढ्नुपर्छ हामीले पछि डिजिटल मार्केटिङमा। एसइओ पछि हामीले त्यही पढ्छौँ। सर्च इन्जिन मार्केटिङमा चाहिँ हामीले गुगललाई पैसा तिर्नु पऱ्यो होइन, ताकि यो स्पेसिफिक किवर्ड हाल्दाखेरि सर्च गर्दाखेरि हाम्रो वेबसाइट देखाओस् भनेर होइन। एसइओमा चाहिँ के गर्नु पऱ्यो त? अर्गानिक ट्राफिक ल्याउनको लागि तपाईँको एसइओ के अरे वेबसाइटलाई अप्टिमाइज गर्नु पऱ्यो। ल यति कुरा बुझ्नु भयो होइन। ल एसइओ भनेको के को अलिकति गरौँ त, हल्का इन्ट्रेस्टिङ गरौँ न। एसइओ अलिकति बुझ्नुपर्ने हुन्छ। यो तपाईँको एकदम इम्पोर्टेन्ट टपिक हो डिजिटल मार्केटिङमा। सोसियल मिडिया मार्केटिङ त हाम्रो इजी नै छ, सकिन्छ हामीले गर्नु। तर एसइओमा चाहिँ अलिकति अहिलेदेखि नै बुझेन भने चाहिँ, सुरुमै सेक्सनमा बुझेन भने पछि हामीले गर्दै जान्छौँ। त्यो बुझेन भने चाहिँ गाह्रो हुन्छ। ल मैले पढाइ अनुसार अहिलेसम्म के बुझ्नु मलाई भन्नु त?